हेलो साथीहरू, आज चाहिँ हामी दुईजना साथी गेस गर्नेवाला गेम खेल्ने हो क्या। गेस गर्ने चाहिँ अब हामी चाहिँ एनिमल्सको गेस गर्ने। एनिमल्सको कि भेजिटेबलको? भेजिटेबलकै गरौँ ल, भेजिटेबलको गर्ने। अनि जसले छिटो गेस गर्न सक्यो ऊ चाहिँ विनर। अनि त्यो हार्नेले चाहिँ यो खाने लेमन। लास्टमा मै हार्छु होला है गाइजहरू। ल, गेस गर्यौ? मैले चाहिँ गरेकै छु। गरेँ सोधा तिमी। तिम्रो भेजिटेबलमा कस्तो हुन्छ? पाकेपछि रातै हुन्छ। तिम्रो चाहिँ कस्तो कलरको हुन्छ? मेरो म्याक्सिमम हरियो हुन्छ। अनि तिम्रो भेजिटेबलमा तिम्रो भित्र दाना हुन्छ हुँदैन? दाना हुन्छ। हुन्छ? तिम्रो हुन्छ? मेरो पनि हुन्छ। त्यसको बिजन पनि रोप्न मिल्छ? मिल्छ। अनि तिम्रो लहरामा फल्छ कि बोटमा? मेरो बोटमा फल्छ। अनि तिम्रो? लहरामा। अनि तिम्रो चाहिँ काँचो पनि खानु मिल्छ? मिल्छ। अनि तिम्रो केमा मिल्छ? पकाएर मिल्छ कि खासै मिल्दैन काँचो? खाना चाहे त मिल्छ तर त्यो काँचो खानेमा गनिँदैन। तिम्रो बोटमा फल्ने है? तिम्रो लहरामा फल्ने है? तिम्रो साइज कत्रो हुन्छ? मेरो साइज लगभग एक बित्तादेखि 1 इन्चदेखि 1 बित्तासम्म हुन्छ। अनि तिम्रो चाहिँ 1 बित्तासम्म हुन्छ कि हुँदैन त्यो भन त। 1 बित्ताको पनि हुन्छ, 1 बित्ताभन्दा ठुलो पनि हुन्छ। तिम्रो काँचो खानु मिल्छ है? मिल्छ। काँचो पनि खान्छन्, बोइल गरेर पनि खान्छन् होइन? एनी उसमा मिल्छ क्या। म त्यही त गेसै गर्न सकेन। बोटमा भन्ने के चाहिँ हो त नि? काँचो पनि खान मिल्ने सबै भेजिटेबलमा पनि मिलाएर मिल्छ। कस्तो रङको हुन्छ अरे? हरियो होइन? हरियो। तिम्रो कस्तो कलरको हुन्छ? हरियो रातो होइन? तिम्रो हरियो मात्र हो? छिपेपछि पनि हरियो मात्र हो? छिपेपछि कुन कलर हुन्छ? फुस्रो पनि हुन्छ अनि कालो कालो पनि हुन्छ। कालो भन्दा त्यस्तो डार्क कालो होइन, डार्क ब्राउन टाइप। अहिले जिन्दगीमा नसुनेको भेजिटेबल आउन आँटे क्या हो? अनि तिम्रो चाहिँ कस्तो हुन्छ? रेड र ग्रिन हुन्छ होइन? त्यसलाई रेड भन्दा पनि मिल्यो, सिन्दुर कलर भन्दा पनि मिल्यो। तिम्रो चाहिँ काँचो खान पनि मिल्ने, पकाएर पनि मिल्ने भनेपछि यो के सब्जी हो? कोसा कोसा फल्छ? तिम्रो चाहिँ कस्तो? यो झुप्पा झुप्पा फल्छै फल्दैन? झुप्पा फल्दैन, सिङ्गल फल्छ। तिम्रो झुप्पा फल्छ? सिङ्गल फल्छ? सिङ्गलै हुन्छ, एउटा आँक्लामा एउटा हुन्छ। अनि बोट भनेको होइन तिमीले? ठुलो बोट होइन, बोट त बोटै हो नि त। मतलब खोर्सानीको जस्तो बोट पनि हुन्छ नि त नि? खोर्सानीको बोट जत्रो पनि हुन्छ, त्योभन्दा अग्लो पनि हुन्छ। बैगुन? तिम्रो हरियो सिमी हो? होइन। लास्टमा अघि जिराफको जस्तै गर्ने होइन नि? त्यो बोट भनेर लहराको भन्ने नि? होइन, त्यो हौसियो भने ठुलो हुन्छ होइन? अनि त्यो पोथ्रे भयो भने सासानै पनि हुन्छ क्या। त्यो चाहिँ अब यसरी हाम्रो घरमै पनि त्यस्तो हुन्छ। त्यही भएर त्यही अनुसार म भनेको हो क्या। बैगुन पनि होइन भनेपछि अब बोटवाला सब्जी नै सक्यो मेरो दिमागबाट। भनेपछि कालो हुन्छ फेरि पाक्यो। कालो भनेको त्यस्तो डार्क कालो होइन क्या। यो कलरको त उयो पनि हुन्छ, डार्क ब्राउन पनि हुन्छ। ब्राउन हो, डार्क ब्राउन। तिम्रो पालो हो। अनि मैले तिम्रो गेस गरे अनुसार होइन, खुर्सानी हो। बोइल गरेर खान पनि मिल्छ, पकाएर खान पनि मिल्छ। भेन्डी? अब लेमन खान्छ। मेरो गेस गर्ने अझै? तिम्रो ग्रिन अनि
सिन्दुर कलर भनेको सिन्दुर टाइपको रातो भन्नाले पुरै रातो त होइन पाकेपछि सिन्दुर कलर हुन्छ सिन्दुर टाइपको त्यसलाई ओरेन्ज भनौँ न तिमीले हारिसक्यौ त्यही पनि ओरेन्ज कलर भनेपछि त्यो भेन्टा पास भेन्टा ओरेन्ज हुन्छ पाकेपछि सिन्दुर जस्तो भेन्टा त बैगुनै कलर हुन्छ ब्रिन्जल कलर पास हो मेरो तिते करेला अब लेमन खान्छ उसले हार्नेको तिते करेलामा मेरो सोच गयो ओ माय गॉड पनिशमेन्ट फुस्रो कलर भन्दा अनि फुस्रोमा लास्टमा यो भनेपछि मात्रै मैले गेस गरेँ पाकेपछि त्यस्तो हुन्छ नि सुकेपछि मिठो हाम्रो गेम कस्तो लाग्यो तपाईहरु पनि खेल्नुहोस् बाइ